हल्का खुर्सानी चाख्नु मतलब ठिक्क त्यो गरेर ठिक्क हाल क्या खुर्सानी यहाँ नि छ मसला मिक्स मसला यो के गर्दै हो अलि साबुनले मजाउ न लौटा मम्मी नुन चाख कस्तो भयो खुर्सानी हाल कि अलिअलि धेरैतिर होला के अलिअलि एउटा उस चाख्छ ल अलिअलि गरेर भनेको खाली हुन्छ कि मुखमा बन्नु हाल्थ्यो नुन लाइन हाल्नु खुर्सानी खुर्सानी के लाग्छ हालेको भएको अलिअलि नुन चाहिँ धेरै चाहिन्छ के नहाल के अहिले बनाएर हाल्यो नि हुन्छ र नि अहिले भोलि झोल जति जम्मा नै कतिको हुन्छ खुर्सानी धेरैतिर हुन्छ क्या हो त्यो 1 चम्ची हाल क्या निस्किसक्यो जम्मा यो पन्जाट यता ऊ गरामले गराम भनेको केले पिठो डाका न सम्छेहरूलाई के गराएको हो मोमो ए कति गराउटो भएको छ नि है बल्ल 2 तला गराउनु लाग्यो भरे चाहिँ 2 ए पुरा भएको छैन यता के गर्दैछौ त पेल्दै हो अनि तिनवटाले छिटो पेल्नु है एउटाले खै त्यहाँ त ती तिनवटाले गर्दा नि भलै नै तिन त छिट्टो गरेर चाहिँ तिनवटाले पेल्दा नि सकिन तिमीहरू दुईवटा गरियो ल झिक्टु दुईवटा होइन यहाँ देखाएको तिनवटा भन्छ यहाँ पानी नुन लाग्छ ठिक्क पाक्छ है आज शनिबार दिन मोमो खाम भनेर भेज मोमो के अरे एउटा कुटानी काटेको ए एउटा कुखुरानी काटेको तर सबै मिलाएर आज मोमो खाम भनेर योजना गराएको सफल हुँदैछ योजना एउटा शेरबहादुर देउवा के लिन जाँदैछ चिसो चिसो मोमोसित खाने भनेर कोही नाचेछन् के त रोटी बेल्दा बेल्दै त्यस्तो गर्ने होइन के ए आमा तिमीले त त्यस्तो गर्ने अनि नराम्रो त गर्ने भयो मोमो चटनी हजुर मोमो यहाँ चाहिँ ठाउँमा अर्को छ यहाँ कडाईभरि छ हामी खाने पनि धेरैजना छौँ यहाँ छ मोमो चाहिँ दिदीले चाहिँ प्लेटिङ गर्दैछिन् हाम्रो मोमो रेडी भयो अचार मोमोसँग कोक बाउ टेनिस
समीक्षा एन्जल अरू को छ रे अनि म छैन ए म छु मम्मी कस्तो अनक्लियर भिडियो आयो कसरी सानो कसरी बोरामा खाना आउन घरमा पकायो त के गर्ने रे ए हो र यस्तरी खाइराखौँ त हामीले है यो भएन यो मिठो छ कि छैन नि छ नुहाउन गएको छ हौ गम के गम खाने हो नि यहाँ कोही मान्छे चाहिँ देखिन्न नि ऊ देखिन्न नि भिडियो बनाउँदा मैले जानिनँ तर यस्तै भयो नि हाम्रो भिडियो लाएर घरमा बनाएको यत्रो ठुल्ठुला खास मैदाको मात्र बनाएको त्यसको र आटाको मात्रै हो मुखैमा नटाम्ने ठुलो होइन कति खानु त्यसको खायो के मामा हो रे भेज मोमो ए चिकन नै हो मलाई बनाएको जुस खुवाइरहनु चिकन त भेज खाने भेज यहाँ ल्याउँदैछ मामा हाम्रो यता फर्काउनु पर्यो त्यो भिडियो भाइ र समीक्षा दिदी नि त अगाडि त हेलो हेलो हामीले मोमो खान गएको हो यो लाइट गरेको होइन मस्को है तिनवटा अघि पट्टि बनाइदियो के भयो मुखैमा नटाम्ने यार हामीले एन्जल हामीले यसलाई के भन्ने अरे ठुलो मम्मीले हामीले के भन्ने दिदी आमाले ठुलो आमाले गोरी अघि त ठुलो मम्मी भन्छ भन भनेको होइन तिमीले के भन्ने हो त ठुलो मम्मीले चेस ए फेरि चरा हालिदिनु हुन्छ भयो तेरो मम्मीले दिने खुबै मलाई लुकाउँछु आबै कस्तो छ हेरेर नबसेको हौ देखा गर त्यो खानु मम्मी हजुर छेमा मिठो चटनी भयो के अरे चटनी भात खानुहुन्न नि म हो दिदी र म चाहिँ सँगसँगै छौँ
हामी ड्रेस चाहिँ पर छ खान्छ दिदीलाई देऊ नि त दि जेनी तिमी खाऊ दादालाई लो खा बाबु बाबुले हाल्ने बाबुले तुम्हारी तो भुक्का है अनि पाछो चटनी मिठो रहेछ त मलाई नि मोमो बेलेको चाहिँ कसले हो छेमा मैले हिजो यो जुस नमिठो नमिठो भइ खाएको मैले साइला समस्या एन्जल तिनटाले गुरु चाहिँ तिनटाले बेलेको नि हामी चटनी नजानु एन्जल टिचरले ए टिचरले छेमा ह्यान्डले टीचर को टीचर चुप को टीचर चित्रको टिचर चटनी के बता फेरि उता चला एउटा हामीले नलाएर च्याप्प खाम के दाउके बाबु हालिराख्नु पहिले भुइँ बगिरहेको छ नि आबैले खाए मम्मा मारे हुन्छ बोल्ला भाइ क्या बोल्ला मैले चारवटा खाएको है चिन्ताले चाहिँ घुमामा कुटर खानिसी लगभग सबै सक्यो है यम्मी टीचर खाऊ मलाई नि भयो ल बाई बाई मम्मी गइसकेँ प्लेट लागेर म पनि गइसकेँ दिदीले कति खायो मैले 7 बाबाले अब लास्ट जेनिसले कति खायो मैले बाबा कति हाल्दै थियौ है मैले गरेँ समिचा दिदीले 4 5 6 8 अन्त बुझे 1 प्लेट खाए यता मिसले 5 खाए 5 हाम्रो बिग घरको बिग सटर अब चाहिँ बन्द गरौँ है ल बाई गरिदेऊ बाई बाई गर न बाय बाई म जान्छु मम्मी चोर